जुन चाहिँ त्रिभुवन युनिभर्सिटीले भर्खरै एमबीएस र एमपीए कार्यक्रमको दोस्रो सत्र नियमित परीक्षा 2026 को परीक्षा फारम भर्ने सम्बन्धी सूचना निकालेको छ। भनेपछि एमबीएस र एमपीए को सेकेन्ड सेमेस्टरको चाहिँ एक्जाम फर्म फिलअप गर्ने सम्बन्धी चाहिँ नोटिस रहेको छ यो है। यसमा चाहिँ तपाईहरुले एमपीए र एमबीएस को 2081 सालकोमा भर्ना भएका परीक्षार्थीहरूले दोस्रो पत्रको नियमित र सन् 2021 देखि सन् 2024 सम्म उल्लेखित कार्यक्रममा भर्ना भई दोस्रो सत्रको नियमित परीक्षामा सामेल भई अनुत्तीर्ण वा अनुपस्थिति भएका आंशिक परीक्षार्थीहरूले नियमित परीक्षाको आंशिक परीक्षा समेत दोस्रो सत्रको नियमित परीक्षा मिति 2082 माघको दोस्रो सातादेखि सञ्चालन हुने भएकोले सो परीक्षा फारम भर्ने बारे चाहिँ सम्बन्धित सबैलाई यो सूचना मार्फत चाहिँ टियुले जानकारी गराएको छ र कार्यक्रम र 17 सेमेस्टर परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरूले सन् 2021 देखि सन् 2025 मा भर्ना समूहमा उल्लेखित कार्यक्रम भर्ना भएका परीक्षार्थीहरू परीक्षा फारम भरी सम्बन्धित क्याम्पस कलेजमा यही मिति चाहिँ पुस 20 गतेदेखि परीक्षार्थीबाट जम्मा भएको शुल्क सोही दिन बैंकको दाखिला वा मिति 2082 पुस 21 गते बैंक खुलेको पहिलो सत्रमा जम्मा गर्नुपर्ने हुन्छ र सम्बन्धित क्याम्पस कलेजहरूमा उक्त फारम मिति 2082 पुस 23 गते भित्र यस दिन कार्यालयको परीक्षा नियन्त्रणको महाशाखामा चाहिँ अनिवार्य रूपमा चाहिँ तफसिल उल्लेखित आवश्यकता शुल्क सहित चाहिँ बुझाउनु पर्ने हुन्छ। अब यहाँ शुल्कको कुरा गरेको छ तल नियमित परीक्षा शुल्क चाहिँ प्रति विद्यार्थी चाहिँ 1500 भयो र आंशिक परीक्षा शुल्क चाहिँ प्रति विद्यार्थी 300 भयो है। र निलम्बन मैले पढे विलम्ब शुल्क भनेपछि मिति 2082 9 महिना 21 गते र 22 गते गरी 2 दिनसम्म प्रति विद्यार्थी 500 र मिति 2082 9 महिना 23-24 गते गरी दोस्रो दिन सम्म प्रति विद्यार्थी 1000 र त्यसपछि मिति 2082 9 महिना 25 र 26 गरी 2 दिन अन्तिम पटक प्रति विद्यार्थी 17-2500 रहेको छ जसमा जम्मा भएको रकम सोही दिन बैंकमा जम्मा गर्नुपर्ने हुन्छ है। अनि म्यादी नाघी वा रिक्त नपुगी प्राप्त भएको फारममा कुनै पनि कारबाही हुने छैन चाहिँ परीक्षार्थीले आफै चाहिँ पछि जवाफदेही हुनुपर्ने हुन्छ। यो चाहिँ बाँकी सिम्पल कुराहरू रहेको छ जस्तो कि नियमित परीक्षार्थीहरूको हकमा चाहिँ प्रथम सत्रको ग्रेड सिट लेजर एडमिट कार्डको फोटोकपी र आंशिक परीक्षार्थीहरूको हकमा चाहिँ दोस्रो सत्रको नियमित परीक्षा ग्रेड सिटको प्रतिलिपि अनिवार्य रूपमा परीक्षा फारमसँगै संलग्न गर्नुपर्ने अन्यथा उक्त परीक्षार्थीले परीक्षा फारम स्वीकृति गरिने छैन है। यो कुराहरू धेरै नै इम्पोर्टेन्ट महत्त्वपूर्ण रहेको छ। त्यही भएर यो कुराहरू तपाईहरुले अनिवार्य रूपमा अध्ययन गर्नुहोला है। र मैले जस्तो कि अंक नम्बरको पढे परीक्षा फारम यस संकायको परीक्षा नियन्त्रण महाशाखामा उपलब्ध हुनेछ अथवा चाहिँ यहाँ दिएको वेबसाइटबाट चाहिँ डाउनलोड गरी लिगल साइज पेपरमा प्रिन्ट गरी भर्न सकिन्छ है। यसैसँग हाम्रो यो भिडियो सिद्धिन्छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला किनभने त्रिभुवन युनिभर्सिटी रिलेटेड जानकारीहरू हाम्रो यो च्यानलमा आइ नै राख्छ। त्यही भएर हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला।